चाबी हरायो यो चोरहरूले कसरी काट्छन् कि यो बाहिर एकैछिनमा भनेर 1 घन्टा भइसक्यो त्यसलाई उसिसक्यो हातमा कुन जुनीमा हराउनु गरेछु जसरी भए जे पनि तामाङको छोरी हो तामाङ जिन्दगीमा के भोग्नुपर्छ के भोग्नुपर्छ सबै छालै छाला गएको के गर्नु आफ्नै बुद्धिले घरमै राख्नुपर्ने बोकेर गएर कहाँ ठिक नलागो अहिले हात चाहिँ ढुक्क भयो त्यही हो यो त कोही चिनेको छैन नभए ओल्लो घर पल्लो घर भन्नु दाइ पनि अफिस बहिनीको मात्रै यस्तै छिन्न लाग्यो है सानो दिदी स्ट्रङ हो कि होइन भन् त हात सबै छिन्न लाग्छ कि तर काट्दा बल चाहिँ हुनुपर्दो रहेछ यो काट्दो रहेछ तर यो चोरहरूले चाहिँ एकैछिनमा चाहिँ कसरी काट्छ होला कि चोरलाई बोलाउनु नि त चोरलाई बोलाउनु नि त चोरलाई बोलाउनु यो बाङ पनि भएछ है खै अब यो छिन्न लाग्यो दिदी भयो बर्को भात खाएको आमा हेर यहाँ देखा त फाइनली गाइस ओ माई गॉड यो गाउँ पनि भएछ मेरो अनिरो यसले अब यो फेरि कसरी हो त यो यही समात ओ माई गॉड बल्ल बल्ल यो छिनाइदिएँ मैले छिनाइदियो पुरै यता काटेको थिएँ फेरि यताबाट नभएर यता काटिदिएको भयो अब चाहिँ भित्र छिर्न पाउँछ हामी यत्रो ढुङ्गाले हान्दा